सम्पूर्ण अडियन्स मित्रहरू साथै मेरो गाउँका साथीहरू, म फेरि पनि एउटा भिडियो अपलोड गर्न लागिरहेको छु। आज के को बारेमा मलाई अपलोड गर्न मन लागेको छ भने हाम्रो गाउँको खान्द्रुङ भन्ने गाउँको चाहिँ एउटा मन्दिर फाल्गुनन्द माङहिमको बारेमा चाहिँ म एउटा भिडियो बनाउन गइरहेको छु। मित्रहरू, मेरो गाउँका दाजुभाइ तथा दिदीबहिनी मित्रज्यूहरू, अब हामीले चाहिँ के गर्नुपर्छ भने मान्छेको जीवनमा चाहिँ ईश्वरसँग जोडिएको हुन्छ, माङसँग जोडिएको हुन्छ। माङ वाङ ल हाङवारो भन्छ क्या, माङ भएपछि मात्रै हाङ हुन्छ है भन्ने कुरा हुन्छ। हाङ भनेको राजा भनेर कसैले सम्झिन्छन्, तर राज गर्नु, राजै बनेर गद्दीमा बस्ने होइन, राजा जस्तो जीवन बिताउनु चाहिँ हो क्या। हो त्यो हो। केलजुगुलले हामीले चाहिँ अब माङसँग चाहिँ कनेक्ट हुनुपर्छ भन्ने विषयमा चाहिँ मन्दिर चाहिन्छ। मन्दिर भनेको मनको स्थिर हो, मनलाई चाहिँ कन्ट्रोलमा गर्ने, अथवा माङको बास हुन्छ मन्दिरमा होइन। यसरी बुझौँ न, जसरी बुझिए पनि त्यो फाल्गुनन्द माङहिममा चाहिँ पहिलोदेखि नै अब त्यो के हामीले सार्वजनिक गर्ने पक्षमा थियौँ, तर अब खैको केले थेकमा गरेको त्यसले चाहिँ छेकिएको भन्दो रहेछ मुन्धुमी भाषामा, युवामे नन्युवा भन्दो रहेछ। पछिल्लो उयसमा चाहिँ त्यो हामीले धेरै ट्राई गऱ्यौँ, पछि अब मैले आवाज चाहिँ उठाएन, अब बाहिर उठाएँ र भए पनि अब सम्भवै थिएन क्या त्यतिखेर, अब पावर पनि थिएन। पछि भक्त बढीबाले चाहिँ कसो गरेर कुरा उठाउनु भयो, मलाई पनि भन्नुभयो, लु यसै केटा हो, लु छिटो गर है, त्यहाँ त्यो जग्गा दर्ता गर्नुपर्छ, जग्गा यसरी खरिद गर्नुपर्छ भन्ने कुरा गर्नुभयो। मैले यसो सोचेँ, होइन अब उता वार्ड अध्यक्ष हुनुहुन्छ, त्यहाँदेखि पनि पैसा आउने हो कि जस्तो लाग्यो। तर त्यस्तो चाहिँ पछि भयो पनि, अनि उहाँकै पहलमा चाहिँ त्यो गरियो क्या। अनि 5-6 पनि जग्गा किनियो मित्रहरू। अब जग्गा चाहिँ भयो 6 पनि समथिङ 6 पनि जस्तै होइन। अब चाहिँ के चाहिन्छ भने नि, अब त्यो पाखाबारी मात्रै भएको छ, अब चाहिँ हामीले खेत किन्नुपर्छ क्या। त्यहाँ त बाहिरको मान्छेले अब चन्दा उठाएर हुँदैन। हाम्रै गाउँको साथीहरूले चाहिँ, हाम्रै गाउँको अब दाजुभाइ साथीहरूले चाहिँ उठाएर हामीले चाहिँ अब फेरि पनि एउटा खेत किन्नुपर्छ। अनि खेत किनेर चाहिँ के गर्नुपर्छ त भन्दाखेरि चाहिँ मन्दिरको लागि त्यहाँ चाहिँ खेती गर्नुपर्छ क्या। खेत बिना अब खेतबाट उत्पादन हुने चामल मकै बिना चाहिँ बाँच्न सकिँदैन, खाद्य बिना चाहिँ। त्यस कारणले हामीले त्यो जरुरत छ है साथीहरू। यो भिडियोले आधार मानेर तपाईँहरूले चाहिँ अब सुरु गर्नुहोस्। यहाँदेखि अब त्यो ठगेन्द्र भन्ने मान्छे चाहिँ एकदम रेडी, समाजको लागि जति पनि पैसा खर्च गर्न सक्छ उसले। पहिला पनि अब यसरी यो गाउँमा नहुँदा पनि एक तिनीहरूको गाली श्राप भन्तीमा चाहिँ प्रकाश दाइले फोन गर्नुभयो र 5000 म त दिन्न भनेर सोचेर बसेको थिएँ। होइन भनेपछि उहाँले ल ठिक ओके होस् भनेर 10,000 दिउँला भनेको थियो, तर 5,000 मात्रै दिएँ। अनि तर रेशमा बहिनीले पनि होइन, अब त्यो त्यतिखेर जुरेको थियो है त्यो वनतिर हावामा थाप्ने चाहिँ। अनि रेशमाले होइन यो दाजु यहाँ त हावामा अरे यो त पैसा थाप्नुपर्छ, यति त नथापी हुँदैन भन्ने कुरा गर्नुभयो उहाँले पनि। ल त्यहाँ पनि 5,000। अनि पछिल्लो उसमा पनि अहिले पछिल्लो उसमा पनि अब तामा गाङ्री रे के अरे उसमा पनि मैले चाहिँ उ गरिरहेको छु। अब 1 वर्ष त अब त्यतै बसेँ हो। त्यसरी अध्यात्म लाइनमा चाहिँ त्यसरी छिरिरहँदा अहिले म के कल्पना गर्छु भने नि मित्रहरू, मैले चाहिँ माङले बिर्सेँ, तर माङले चाहिँ मलाई बिर्सेन क्या। मान्छे यस्तो खालको हुँदो रहेछ है, मान्छे स्वार्थवादी हुँदो रहेछ। जसले गर्दा म के चाहिँ अनुरोध गर्छु भने नि, त्यो धेरै कथा छ। मन्दिर पहिला यस्तो आमामा अब त्यो कुरा मन्दिरमा यस्तो भयो त्यस्तो भयो भनेर त्यो यहाँसम्म आइपुग्नलाई नि यति सङ्घर्ष गरेको छौँ कि एउटा अचम्मैको कुरा चाहिँ के छ भने त्यो समबहादुर अब समबहादुरसँग हामी सँगसँगै हिँडेको, खेलेको सँगसँगै। पैसा दान गर्ने विषयमा चाहिँ उहाँले पनि फ्याट्टै 20,000 रुपियाँ दान गर्नुभयो क्या। अनि मलाई अचम्मै लाग्यो, ऊ धर्मको मान्छे पनि होइन। अनि उहाँको त्यो श्रीमती भाउजूलाई चाहिँ मैले सोधेँ,
होइन यो चाहिँ कसले निर्णय गरेको 20,000 पैसा दिने भनेर, होइन हामीले दुईजनाले नै गरेको भनेर उहाँले भन्नुभयो। म फेरि पनि भेट्यो भने म उहाँहरूले एकचोटि सोध्छु। त्यसरी मान्छेमा त्यो जाग्नुपर्छ क्या, त्यो एक प्रकारको शक्ति हो क्या, अदृश्य शक्ति मान्छेमा त्यस्तो आउनुपर्छ क्या मित्रहरू। त्यत्तिकै लेबे उता कुदेर त हुँदैन त साथीहरू, अलिकति खोज अनुसन्धान चाहिन्छ अनि मात्रै पो कुसाङ लमा कुलिङथोकेमा पुगिन्छ पो त, हावा चुटुङ लमा भन्ने कुरा अनि पो आउँछ पो त साथीहरू। त्यस्तो हो क्या। अब त्यसो गर्नुपर्छ है हाम्रो चाहिँ। अब युवा केटाहरू विशेष गरेर, अब बुढापाकाहरू त बुढापाका भइसक्यो होइन, युवा साथीहरूले चाहिँ यो कुरामा चाहिँ गम्भीर रूपले चाहिँ खोज अनुसन्धान गरेर अध्ययन गरेर अगाडि जानुपर्छ भन्ने चाहिँ मेरो चाहिँ बुझाइ लगायत अनुरोध छ है मित्रहरू। ओके बाई बाई, यति भन्दै पो बाई बाई भन्छु यार।